एकदमै कम सामान प्रयोग गरेर अमिलो पिरो ट्वाक्क पारेको आलु निम्की बनाऊँ है त। सबैभन्दा सुरुमा त मैले भेजिसहरूलाई काटेर ठिक्क पारेँ। त्यस पछाडि मैले एउटा बल्ब लिएँ। त्यस बलमा चाहिँ मैले मटर, टमाटर, प्याज अनि धनियाँ र खोर्सानीलाई पनि मैले हालिदिएँ। त्यस पछाडि मैले आलुलाई पनि हालिदिएँ। मैले चाहिँ यो एकजनाको लागि मात्र बनाउँदै थिएँ र पनि एकदमै धेरै बनाएछु मैले। त्यस पछाडि मैले मसँग भएका 2वटा कागतीहरूलाई निचोरेर हालिदिएँ। अनि मैले एउटा चाउचाउ पनि हालेँ जुन चाहिँ भेज चाउचाउ थियो। त्यस पछाडि राम्रोसँग मरमसलाहरू पनि हालेँ। मैले होममेड मसलाहरू पनि हालेको थिएँ तर भिडियोको क्लिप चाहिँ मैले लिन बिर्सेछु। त्यस पछाडि मैले राम्ररी मिक्स गरेँ। मिक्स गरिसके पछाडि मैले निम्कीलाई पनि एड गरिदिएँ। त्यस पछाडि मैले राम्रोसँगले मिक्स 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 गरेँ। मिक्स गरिसके पछाडि मैले सस हालेँ। यो सस चाहिँ मैले मैदाको पिठामा नभएर आँटाको पिठामा बनाएको हो, जुन अलिकति हेल्दी पनि हुन्छ होला तर पनि जङ्क फुड छ, हेल्दी चाहिँ नभनिहालौँ। त्यस पछाडि मैले राम्रोसँग मिक्स 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 गरेँ। राम्रोसँग मिक्स गरिसके पछाडि मेरो आलु निम्की पनि रेडी भयो। त्यस पछाडि मैले फेरि अलिकति सस थपेँ किनभने मलाई एकदमै धेरै लतक्क गिलो मनपर्छ, हल्का गिलो भन्दा पनि। अनि नभन्दै मेरो आलु निम्की पनि रेडी भयो। त्यस पछाडि मैले प्लेटिङ गरेँ। मैले एकजनाको लागि बनाएको हो बनाउन चाहिँ तर एकदमै धेरै क्वान्टिटीमा बनाइछु। यसरी मैले एकदमै कम सामान प्रयोग गरेर अमिलो पिरो ट्वाक्क पारेको आलु निम्की बनाएँ। तपाईहरू पनि एकचोटि घरमै बनाएर खान सक्नुहुनेछ है त।